नगरपालिका वार्ड नम्बर पोखिम उहाँले चाहिँ एउटा केही शब्दहरू लिएर आउनुभएको छ। त्यो शब्द पोखाइदिनको लागि मलाई यहाँ उपस्थित हाजिर हो लगायत यहाँ सम्पूर्ण उपस्थित मिडियाकर्मी साथै यहाँ इतिहास छ। अनि यो कोका 2 खानेपानीको लागि जति पनि उपस्थित हुनुभएको छ यहाँलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र म चाहिँ खास आज हाम्रो यो धरानको मेयर साहबको सपोर्ट समर्थनको लागि म मेरो बाबा स्वर्गीय बाबा तीर्थबहादुर राई बुताङ राईज्यूको के भन्छ स्मृति सम्झना स्वरूप थोरै आफूले सकेको थोरै सहयोग दान भनौँ न दान दिनको लागि चाहिँ धरानको एउटा विकासको निम्ति एउटा थोरै सहयोग एउटा इच्छा थप्न सफल हुन्छ कि भन्ने हिसाबले म यहाँ पाएको छु। त्यस हिसाबले म यहाँ थोरै मैले यहाँ एउटा सानो ठेसा यसो बनाएर चाहिँ ल्याएको छु। यो म वाचन गर्न गइरहेको छु। धन्यवाद। पुर्ख्यौली घर भोजपुर नगरपालिका पोखिम 5 निवासी हाल आएर धरान 13 दर्शन मार्ग बस्ने म सुदर्शन बुताङ राईबाट बाबा बटालियन हल्दार मेजर आर्मी नम्बर 94097007 स्वर्गीय तीर्थबहादुर राईको जन्म मिति 2001-09-21 गते शनिबार जिल्ला भोजपुर पोखिम गाविस वडा नम्बर 1 मा भई स्वर्गरण मिति 2076-08-24 गते मंगलबार धरान उपनगरपालिका वडा नम्बर 13 दर्शन मार्ग स्थित आफ्नै निजी बुताङ निवासमा स्वर्गरण हुनुभएकोले स्वर्गीय बाबा तीर्थबहादुर बुताङ राईको स्मृति अर्थात् सम्झना स्वरूप सुनसरी जिल्ला धरानको चिन्डे डाँडामा निर्माण हुन लागिरहेको पारुहाङ सुन्नीमा प्रतिमाको लागि सहयोग स्वरूप 1 लाख अक्षर रुपियाँ 1 लाख रुपियाँ साथै विगतका काकाकुल अवस्थामा रहेको धरानलाई कोका खाने पानी 2 जस्तो पुण्य कामको लागि धरान उपनगरपालिकाको प्रमुख आदरणीय मेयर हर्क साम्बाङजीको कामलाई साथ समर्थन गर्दै एउटा खानेपानी पाइप खरिद गर्नको निमित्त रु 9000 अक्षर रुपियाँ 9000 दुवै गरी जम्मा रकम रु 1,09,000 अक्षर रुपियाँ 1,09,000 सहयोग गरेको छु। आशा छ यो सानो सहयोगले सिङ्गो धरानको विकासको लागि थप एउटा इट्टा थप्न साबित हुनेछ। धन्यवाद। साथै र म के पनि भन्न यही मिडिया अर्थात् अब यहाँ सम्पूर्ण यहाँ रहनु भएको छ, यो संसारभरि यो हेरिराख्नु भएको छ र म के भन्न चाहन्छु भने संसारभरि छरेर बस्नुभएका आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू यो पुण्य कामको लागि यो पारुहाङ सुन्नीमा साथै कोका खानेपानी 2 पहिले नै कोका खानेपानी 1 त तपाईहरुले सहयोग गरेर हामीले नै सहयोग गरेर यहाँ एउटा मेयरज्यूको नेतृत्वमा सफल भइसकेको अब अवगतै छ र आउने दिनहरुमा पनि उहाँलाई साथ सपोर्ट गर्नु हुन म यहीँदेखि अनुरोध गर्दै मेरो 2 शब्द अन्त गर्न चाहन्छु। धन्यवाद। बडो राम्रो भन्नुभयो। सायद यो मिडियाबाट सम्पूर्ण देश विदेशमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरू र यो धरानभित्र रहेका हाम्रो सम्पूर्ण दाजुभाइहरू दिदीबहिनीहरूले अझै पनि हामीलाई पाइपको अलिक आवश्यकता छ। लगभग हाम्रो 14-15 किलोमिटर भन्दा बेसी छ। त्यसले गर्दाखेरि तपाईहरुको सहयोग चाहिन्छ भन्ने अपेक्षा राख्दै म पनि 2 शब्द सेवारो भन्न चाहन्छु। सेवारो